हाम्रो घरमा रहेको होइन यो किचन गार्डन मजाले थरीका तरकारी फलेछ। अन्त के छ यो भन्टा भयो, सबै भेन्टा छ, यो पुदिना, स्ट्रबेरी भयो, यो फर्सीको मुन्टाहरू, यो गाभा, यो सौँफ, यसमा पनि फर्सीको मुन्टा छ क्या हो। यता पनि यहाँ पनि फर्सीको मुन्टा छ, तल पनि छ फर्सीको मुन्टा। ल यहाँ ड्र्यागन फ्रुट भयो, जुस, यहाँ उखु छ, यस थरीका तरकारीहरू सब यहाँ छतमा उत्पादन गर्छौँ क्या हामीले। मैले भन्दा पनि मेरो बुढीले गर्छ। यस्तो कुरामा एकदम जाँगरिलो छु चाहिँ। अब यति भयो भने पनि त अब घरमै खान पाइयो नि त। अर्ग्यानिक तरकारीहरू किन्न परेन बजारबाट, 2-4 हजार पनि जोगिन्छ होइन। त्यो पनि भयो। मेन कुरा त अर्ग्यानिक तरकारीहरू खान पाइयो, पनि विषादीयुक्त तरकारीहरू खान पाइयो। त बजारमा म्याक्सिमम विषादी छ, त्यसमा एकदम महँगाइ त कच्छ यसपालि होइन। भेन्टाहरू सब फर्सीको मुन्टा सब अर्ग्यानिक तरकारी छतमै हुन्छ कि, छतमै खान पाइन्छ। छतकै बनाएर तरकारी उत्पादन भएको तरकारीहरू खान पाइन्छ। यस्तो कुरामा चाहिँ हाम्रो बुढी चाहिँ बेसरी जाँगरिलो छ। अझ तल बाहिरको एउटा सानो बारी छ, त्यहाँ पनि छ होइन। अर्ग्यानिक तरकारी काट्नु पर्यो। कति हुँदो रहेछ, कति फल्यो, कति अस्ति 2 छाक खाइसक्यो। एक छाक हुन्छ। सबै अर्ग्यानिक तरकारी यस्तै खानुपर्ने। खास उत्पादन गर्ने पनि जाँगर गऱ्यो त के हुन्न, जाँगर गरेर सब हुन्छ। जाँगर चाहिँ गर्नु पऱ्यो, त्यस्तो ग्रो ब्यागहरू ल्याएर होइन। ग्रो ब्याग पनि होइन, सरफको कुनै ग्रो ब्याग छ, ग्रो ब्याग टाइपको ग्रो ब्याग पनि छ। यो चाहिँ सरफको डिब्बा हो, छतमा सरफको प्लास्टिक। कौसी खेती यस्तो गऱ्यो राम्रो हो क्या। खास गर्ने भने 2-4 हजार होइन, 2-4 हजार पनि बाहिर नै भारततिर जाने पैसा। म्याक्सिमम तरकारी इन्डियाबाट आउने गरेर सब इन्डियातिर जान्छ पैसा नेपालमा। यो अझै ठुलो हुनु पर्ने त, ठिकै छ टिपमा हाल्दा। सबसे ठुलो त यो रहेछ अर्ग्यानिक, यो रहेछ ठुलो। डल्ले मोटे यो मलाई मनपर्ने यो पुदिना गरीमा सही हुन्छ कि पुदिनाको चटनी चाहिँ खानलाई। शीतल पनि हुने, राम्रो पनि हुने कि। पुग्छ धेरै नटिप, बोटमा पनि राम्रो देखिन्छ कि भाउको छुट्न बेकार छ। के भन्छ कौवाले लागेको बोतिलामै फेरि कौवाले खाने हुन्छ कि। त्यो सानै छ, फुल 2-4वटा फुल पनि लाग्छ, भेन्डाको फुलहरू लाग्छ 2-4वटा। यसरी 3 लट हो छ, यसमा 3 पाउ जति त छ। ठुल्ठुलै भयो, त्यसै राम्रो हो कि यस्तो गरौँ। हरेक घरमा यस्तो कौसी खेती गर्ने हो भने त पुदिना एउटा घरबाट महिना 5,000 रुपियाँ भारततिर कम गयो भने त धेरै पैसा सेभ हुन्छ नि त नेपालको। म्याक्सिमम पैसा विदेशबाट आउने रेमिटेन्स, म्याक्सिमम पैसा उपभोगमा खाएरै, तरकारी जस्तोमा खाएरै बाहिर जान्छ कि। काटिदिनु पऱ्यो कि बल्ल झम्म फलाउँछ, काटिदिनु पऱ्यो। तल त्यत्रो झम्मु भइसकेछ तल अगाडि, तल त कति खाइयो कति। यहाँ त भयङ्कर भयो त, ठुल्ठुलो पात भयो। काट्दियो भने फेरि पलाउँछ कि मुन्टा। यता पनि छ, यहाँ खाउँदा तल काटिदिनु पर्ने थियो। टिपिसकेको फेरि झम्मै भएछ। तल पनि यत्रो भएछ। काटिदिनु पर्यो, अस्ति काटेको के फेरि पलाइसकेछ। अलिकति भयो त हामी पुगिहाल्छौँ बुढाबुढीलाई, केटाकेटीले खाँदैन। यस्तो अर्ग्यानिक तरकारी कलाएर खाना पाएछ के चाहियो। त्यसलाई फेरि फर्सी मन्टाले जति काट्यो त्यति पलाउँछ कि फेरि काटिदिनुपर्छ। लामो भएर अस्ति काटेको हो यसलाई, टिपेको मुन्टाहरू टिपिदिएको फेरि राम्रो। हरियो परियो हेर्ने, हरियो परियो खाने होइन।
हेल्थ त्यसै राम्रो हुन्छ नि भन्छन् है अब हुने नहुने आफ्नो ठाउँमा चाहिँ यो बिहान बुटोलको दृश्य यसो यो बुटोलको बिहान अर्ली इन द मर्निङ 6:30 बजे यतिको ज्यालो भइसकेको छ यता छिमेकीहरूको ड्रागन फ्रुट टनक्कै छ हाम्रो हुन त हामी छ यता छ खाइयो ड्रागन फ्रुट खल्दै छैन कि अहिले ड्रागन फ्रुट भयो छैन अहिले छैन हाम्रो घरमा उखु पनि छ उखु त उखु पनि रोपेको पो हुन्छ कस्तो है खान पाइन्छ कि पाइँदैन पाइन्छ यति घुर्किसकेको छ खान पाइन्छ अरू केही नभए नि त्यो एकादशीमा के तुलसीको उसमा राख्न पुग्यो भयो त्यति बेला के हो मयुरीमा बाँचेको थियो मैले यता लिएर सारिदिएको ड्रागन फ्रुट त फुल्ने बेला भयो फल्छ हाम्रो किचन गार्डन भन्ने यही हो त्यो चाहिँ किचन गार्डन ग्रो ब्यागमा ट्याक्क लाएर उत्पादन भइरहेछ यो गाभा होइन माथिको सोफ भयो यो त सोफ हो कुरिलो हो यो कुरिलो रहेछ यार सोफको पात जस्तो कुरिलो रहेछ सोफको पात जस्तो लाग्यो फर्सीको बिहा रोप्देको उम्रिने बाँकी छ यसमा चाहिँ त्यो फुल हो स्ट्रबेरी अघि पाकेको छ त स्ट्रबेरी यहाँ त है कौवाले हैरान पारेर लौन खानु पखाले खानु धेरै खाइयो त्यो सानो रहेछ ठुल्ठुलो पनि खाइयो घरको अर्ग्यानिक स्ट्रबेरी तर चाहिँ बजारमा किने जस्तो त हुँदैन यिनको टेस्ट होइन अलिक फरकै हुन्छ तर चाहिँ राम्रो चाहिँ छ क्या सस्तो छ किन केही मिसावट छैन नि त नेचुरल अर्ग्यानिक टाइपको छ त्यही भएर ल यही नै हाम्रो फल्ने बेला भइरहेको छ यसको अब तलबाट बर्खामा चाहिँ एकदम राम्रो हुने रहेछ अनि कसै चाहिँ खासै मोटो नहुने कि ल ल ल कुरिलो पनि धेरै खाइपुग्यो त्यस्तो धेरै छैन त्यही खाइयो नि त पहिला त ल गाइस आजलाई चाहिँ यति नै गरौँ यो हाम्रो किचन गार्डन आजलाई यति नै है ल गुड डे हेभ अ गुड डे ल एभ्री वान